हेलो एन्ड नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो पहिलो भ्लगमा। म आजदेखि भ्लग स्टार्ट गर्दै गइरहेको छु। आज चाहिँ म हजुरहरूलाई हाम्रो मेडिकलको विभिन्न डिपार्टमेन्टको दृश्यहरू देखाउनु गइरहेको छु है त। हाम्रो विभिन्न किसिमको आयुर्वेदिक औषधिहरू पाइन्छ जाँदैछौँ। हाम्रो अकुपन्चरको डिपार्टमेन्ट हो। म अब हजुरहरूलाई ल्याब देखाउने छु। आउनु है त। हाम्रो ल्याबको डिपार्टमेन्ट हो। यहाँ चाहिँ विभिन्न किसिमको ब्लडहरूद्वाराबाट चेक जाँच गरिन्छ, रिपोर्टहरू निकालिन्छ। म हजुरहरूलाई अब हाम्रो मसाज थेरापी रुमहरू देखाउने छु। आउनुहोस् है त। यो चाहिँ हाम्रो मसाज रुम रहेको छ। मसाज थेरापीको हाम्रो डिपार्टमेन्ट हो। यहाँ चाहिँ हाम्रो विभिन्न किसिमको हात जोड्नेहरू, नसा चेपेको, अब हड्डीहरू केको समस्याहरूलाई हामीले ठिक गर्छौँ। हजुरले म हाम्रो यहाँनिर के छ रुमहरू देखाउँछु। हाम्रो महिला र पुरुषको कक्ष पनि बेग्ला बेग्लै रहेको छ। यो पुरुषको यही चाहिँ यस्तै छ। यो चाहिँ माथि हाम्रो स्टिम भन्छ। स्टिम हाम्रो यस्तो रहेको हुन्छ। अनि यहाँ चाहिँ कुकर हो। यो भने यसको दुवाबाट हामी बाफ दिने भन्ने गर्छौँ बिरामीहरूलाई। बेड यही हो। हामी लेडिजतिर जाँदैछौँ। यो चाहिँ हाम्रो लेडिजको जेन्ट्स लेडिज हुन्छ हाम्रोमा। हुँदाखेरि मसाजहरूको लागि फुलबडी मसाजको पनि हाम्रो 1000 रुपियाँ रहेको छ। स्टिम गर्दाखेरि 350 रुपियाँ। हजुरहरूलाई मसाज गर्न या फुलबडी मसाज रिल्याक्सेसनको इच्छुक हुनुहुन्छ भने हाम्रो लोकेसन भनेको जडीबुटी रहेको छ। पेप्सी खोला सारागढ आयुर्वेद। यो मेरो फर्स्ट भ्लग रहेको थियो र मैले आफ्नो काम गर्ने ठाउँहरूलाई हजुरहरूलाई मैले के छ कसो छ जानकारी पनि दिएको हो। र हजुरहरूलाई केही मेरो भ्लग मन परेमा लाइक सब्सक्राइब गरिदिनु होला। र केही हजुरहरूलाई केही भन्नु पऱ्यो कमेन्ट बक्समा मेसेज गरिदिनु होला। धन्यवाद।